प्रतिफल भनौँ या यसमा चाहिँ एउटा सम्मिश्रण सबै आधुनिक त्यसै गरेर फास्ट ट्र्याकको त्यसै गरेर लोक पपहरू सबै समेटेर ल्याएको एउटा सबैजनाको लागि उपयुक्त हुने खालको म्युजिक मैले यो मेरो एल्बममा मैले ल्याएको छु। मेरो प्रीतको आधार भन्नु नै तिमी हौ, मेरो गीतको मेरो प्रीतको आधार भन्नु नै तिमी हौ, मेरो जीवनको मेरो मानको खोजी भन्नु नै तिमी हौ, मेरो गीतको हरेक सुरहरूमा तिमीले नै गुनगुनाउँछौ, मेरो सरगमको हरेक सुरहरूमा तिमीले नै गुनगुनाउँछौ, मेरा औलाहरूमा तिमीले नै सङ्गीतको ताल मिलाउँछौ, सपनाको मेरो हृदयको रानी बन्नु नै भन्ने खालको उहाँहरूको सल्लाहले अनि म्युजिक कम्पनीको साथीहरूसँग पनि सल्लाह गरेर सबैको सल्लाहमा चाहिँ 5 वटै राख्दा पनि हुन्छ, एउटा चाहिँ ट्र्याक राख्नुपर्छ 6 नम्बरमा भनेर चाहिँ उहाँहरूको सल्लाह अनुसार मैले चाहिँ 5 वटा गीत एउटा ट्र्याक राखेर यसलाई चाहिँ बजारमा सार्वजनिक गरेको छु। मेरो जीवनको हरेक मोडहरूमा तिमीले नै साथ दिन्छौ, मेरो जीवनको हरेक मोडहरूमा तिमीले नै साथ दिन्छौ, सारा पीडाहरू खपी खपी मलाई नै अँगाल्छौ, मेरो साधनाको मेरो पूजाको प्राप्ति भन्नु नै तिमी हौ, मेरो गीतको मेरो प्रीतको आधार भन्नु नै तिमी हौ, मेरो गीतको मेरो प्रीतको आधार भन्नु नै तिमी हौ, मेरो जीवनको मेरो मानको खोजी भन्नु नै तिमी हौ, मेरो गीतको। हजुर हजुर एकदमै हजुर। अनि यो तपाईलाई चाहिँ अहिले तपाईले एउटा प्रथम आफ्नो जीवनमा प्रथम एउटा एल्बम निकाल्दै हुनुहुन्छ, यसबारेमा तपाईलाई कस्तो लागिरहेको छ अहिले? म त यस्तो भइरहेछ कि म धेरै नै एक्साइटेड छु, धेरै खुसी छु होइन। धेरै वर्ष अगाडिदेखि मैले गर्न चाहेको कुरा अहिले आएर लगभग 6-7 वर्ष गएर मेरो अब जो एउटा सपना पनि पुरा भएको छ। यसमा चाहिँ अब सबैजनाको हात छ, मेरो फ्यामिलीको, त्यसै गरेर अब साथीहरूको, जस्तो अब इजरायलमा रहनुभयो हाम्रो न्युज डायरी ग्रुपका साथीहरू, त्यसै गरेर अब रेडियो अडियोका साथीहरूदेखि लिएर कोरियामा रहनुभएका धेरै साथीहरूको हौसला प्रेरणाले गर्दाखेरि यो एल्बम निकालेको छु मैले होइन। मैले लगभग 1-1.5 वर्षको सङ्गीत क्लास पनि मैले गरेँ पहिला, अब रेडियो उद्घोषणका तालिमहरूदेखि लिएर। त्यति बेलादेखि मैले साँचेको सपना 6-7 वर्ष पछाडि आएर चाहिँ अहिले पुरा भएको छ। एकदमै म खुसी छु र एकदम आशा पनि छ मलाई। बेगमारी आउला तिमीलाई भेट्न
इसारा काफी छ छातीमै टेक ढुङ्गाले थिच तिमीलाई माफी छ बेगमारी आउला तिमीलाई भेट्न इसारा काफी छ खान्छु तिमीलाई म भगाई लादिन किरिया खान्छु तिमीलाई म भगाई लादिन जनसुक्यो मेरो पिराले तिम्रो कसैलाई भनिन बेगमारी आउला तिमीलाई भेट्न इसारा काफी छ जसमा वरिष्ठ गीतकार किरण खरेलजीको एउटा शब्द छ त्यसै गरेर अर्को राजन शङ्करको शब्दहरूको दुईटा गीत चाहिँ आधुनिक गीत पनि मैले राखेको छु त्यसै गरेर फास्ट ट्र्याकको गीतहरू मैले जुन यङ जेनेरेसनलाई अलिकति टार्गेट गरेर मैले ट्र्याक नम्बर 1 र 2 मा मैले जस्तो मेरो गीतको मेरो गीतको र त्यसै गरेर बेगमारी आउला भन्ने त्यो यङ जेनेरेसनलाई टार्गेट गर्न पनि मैले त्यो राखेको छु र त्यसै गरेर आएर 5 नम्बरमा चाहिँ मैले अब गाउँघरतिर होइन अब गाउँघरतिर त्यो लागि पनि एउटा लोक पप सुन्ने जुन श्रोताहरू हुन्छ उहाँहरूको लागि पनि ध्यानमा राखेर मैले उहाँहरूको लागि एउटा लोक पप पनि त्यहाँ राखेको छु भन्दाखेरि मैले संस्कार यो एल्बममा चाहिँ सब लोक पपदेखि लिएर अब आधुनिक लिएर अनि फास्ट ट्र्याकको अहिलेको न्यू जेनेरेसनलाई पनि समेटेर मैले संमिश्रण गरेर एकदम मैले बनाउने प्रयास गरेर मैले मार्केटिङ गर्दैछु। अनि अन्त्यमा अर्जुनजी जुन न्युज डायरी हामी स्काइप लाइनमा हामीले विविध प्रोग्राममा हामी पार्टिसिपेट भएर यो प्रोग्रामलाई हामी आज 1 वर्षसम्म ल्याउन सफल भएका छौँ। त्यस्तै गरेर न्युज डायरीका साथीहरूलाई के भन्न चाहनुहुन्छ तपाईँको यो उपलब्धिप्रति र अन्य साथीहरू जो साङ्गीतिक मोडमा एउटा प्रयासरत हुनुहुन्छ उहाँहरूलाई के भन्न चाहनुहुन्छ कि यो सङ्गीतको बारेमा? अब यो कस्तो हुन्छ भने न्युज डायरी भनेको एउटा यस्तो खालको चाहिँ एउटा ग्रुप हो, यस्तो खालको उयो हो, यसमा चाहिँ एकदम प्रतिभाहरू प्रस्फुटन हुने र यसले प्रतिभा जन्माउने काम गरेको छ होइन। विभिन्न चाहिँ दिदी बहिनीहरूलाई चाहिँ धेरै बोल्ने अवसरहरू पनि यहाँ प्रदान गरेको छ। यसले धेरै आफ्नो प्रतिभाहरू प्रस्फुटन गर्नलाई दिएको छ। जस्तो म पनि यसको एउटा चाहिँ मेम्बर भएकोले पनि कारणले म के चाहिँ भन्न चाहन्छु भने न्युज डायरी एउटा यस्तो खालको संस्था हो, यहाँबाट धेरै कुराहरू सिक्न र आफूमा भएका प्रतिभाहरू प्रस्तुत गर्न सकिन्छ। यसमा जोइन हुनुहोस्, यसलाई संरक्षण गर्दै जानुहोस् न्युज डायरीलाई। र अब नयाँ आउने पिँढीहरूलाई चाहिँ जस्तो हुन त म पनि सङ्गीत क्षेत्रमा चाहिँ अब जुन यस्तो मिडियाहरूमा चाहिँ म आउन लागेको त नयाँ हो, तर पनि वास्तवमा म चाहिँ के भन्छ यो सङ्गीत क्षेत्रमा लागेको चाहिँ म धेरै 5 वर्षदेखि यो सङ्गीत क्षेत्रमा म निरन्तर रूपमा लागिरहेको छु। मैले एल्बम कम्प्लिट गरेर मार्केटमा ल्याउन नसके तापनि मैले विभिन्न मिडियाहरूमा हुने विभिन्न कार्यक्रमहरू र यहाँ वैदेशिक रोजगारमा हुँदा पनि जस्तो मलेसिया हुँदा या कतारमै रहँदा पनि विभिन्न यहाँ हुने सांस्कृतिक कार्यक्रमहरूमा मैले भाग लिइरहेको छु। र मेरो उद्घोषण पनि मेरो एउटा चाहिँ सोख भएकोले गर्दाखेरि विभिन्न कार्यक्रमहरूमा जाने र उद्घोषणहरू पनि गर्ने म गरिरहेको छु। सङ्गीत एउटा त्यस्तो खालको क्षेत्र हो होइन। सङ्गीत भनेको त्यति सजिलै छैन। म चाहिँ पैसा छ मसँग, मैले गएर चाहिँ एल्बम गर्छु अथवा मैले गीत रेकर्ड गर्छु भनेर सोच्नुभन्दा पनि सङ्गीतलाई राम्रोसँग बुझेर अलिकति साधना गरेर होइन त्यो गरेर चाहिँ सङ्गीत क्षेत्रमा लाग्यो भने
भविष्य उज्जवलै हुन्छ जस्तो मेरो चाहिँ आफ्नो अनुभव छ बुद्धजी। धन्यवाद अर्जुनजी, हामीलाई धेरै समय दिनुभयो, तपाईँ कामको बावजुद पनि हामीलाई चाहिँ समय दिनुभयो। र अन्त्यमा यही सोध्न चाहन्छु कि तपाईँले जुन एउटा पहिलो आफ्नो जीवनमा एउटा एल्बम निकाल्नु भएको छ, वैदेशिक रोजगारमा रहेर विभिन्न कथावस्तुलाई आधारित तरिकाले मनोरञ्जन दिने कोसिस गर्नुभएको छ र तपाईँको यो एल्बम सबैतिर चर्चित बनोस् र तपाईँलाई अझै पनि सफलताहरू मिलोस् भन्ने पनि हाम्रो न्युज डायरी परिवारले कामना गर्दछ।